बिहे भएको हप्ता दिन नहुँदै उसको काममा यो घरको जिम्मेवारी थुपारेर छोरो विदेश गयो। लोभको कपाइठाले त परे जाओस्, उल्टो त्यत्रो पिर खेपेर पो बसेकी रहेछ। जीवनलाई त्यस्तो हुँदाखेरि पनि यहाँ मैले पिर गर्छु भनेर मलाई सुनाउँदा पनि सुनाइ। मेरो पापी मन, मैले त्यसलाई डसी नै राखी। हे भगवान, मेरो बुहारीको आँखामा आँसु होइन, अनुहारमा खुसी छाओस्। हजुरलाई मैले भाउजूलाई नहेप्नुस् भनेर कति भने आमा, मान्नु भएन। धन्न भाउजू सहनशील हुनुहुन्छ र यस्तो सच सहेर पनि घर तानेर बस्नुभयो। नत्र हाम्रो घरको व्यवहार कस्तो हुन्थ्यो? बिहे गरेर हप्ता दिनमै छोडेर गएको श्रीमानको लागि यत्रो त्याग कसले गर्छ भन्नु त आमा। त्यही त, यति नजिक माइत हुँदा पनि एक रात आफ्नो पिर बिसाउन गएकी छैन। सम्धिनी रूपबाट लड्नु भएको थियो भन्थे, कस्तो भएको छ बुझ्न गएको पनि छैन। अस्ति बाटो पर्दा छिरेको थिएँ, लगभग ठिक भइसकेछ आमा। कहिले काहीँ चाहिँ ढाँचे दुख्छ भन्दै हुनुहुन्थ्यो। यता आमा बिरामी, उता लोग्नेको त्यस्तो अवस्था।